हेलो नमस्ते म ज्ञानोज तपाईँहरूलाई स्वागत छ आजको हाम्रो यो विशेष भिडियोमा। आज मसँग हुन्छ मेरो कका, मेरो भतिजसँग हामी चाहिँ अब यसो बातचित गर्दैछौँ है त। अब यसरी हामीले भिडियोमा चाहिँ यसरी बनाएको थिएनौँ। पहिलोचोटि हो हाम्रो कका र भतिजको भिडियो। म चाहिँ यहाँ यसो दाँत देखाउनु पर्यो भतिजलाई भनेर आएको। भतिजकोमा दाँत अब खैनी सैनी खाइन्छ, त्यसैले अलिक दाँत कालो भयो, यसो साफ गर्नु पर्यो भनेर के गरिदिन्छस्? ठिक छ, उहाँले अब दाँत सफाको कुरा गर्नुभयो। तपाईँहरूलाई भनिहाल्छु, म डेन्टल हाइजिनिस्ट हो। त्यो भएको कारणले अब दाँत सफा त अब खै देखाउँछ, सफा त अलिक सफा छ, अब गर्नुपर्छ सफा। अलिक खिएर तपाईँले अब यो के अरे भोला रजनीगन्धा खानु छोड्नुहुन्छ भने मैले सफा गरिदिने भए। त्यो त यो अब खाना छोड्नु पर्ने यो सफा गरेर चाहिँ भन्ने सोच छ। हुन्छ, त्यो कारणले दाँत सफा गर्न अरू तपाईँलाई दाँतमा के प्रब्लमहरू त छैन? अरू प्रब्लमहरू केही छैन। भइहाल्छ। त्यो अलिकति अब दाँत चाहिँ अब बुढेसकाल लाग्यो होला, उमेरको हदले पनि अलिक खिएर अलिक धारिलो भएको छ। धारिलो भएको छ। धारिलो त अब तपाईँको घिस्रेर भएको हो। ठिक छ, दाँत सफा गर्नु मिल्छ। तर दाँत सफा गरिसक्नु भएपछि तपाईँले गुट्का भोला पानहरू खानु छोड्नुभयो भने लङ लास्टिङ सफा हुन्छ। फेरि खाइराख्नु भने तपाईँको 2-4 महिना 5-6 महिनामा उस्तै भयो। उस्तै पहिला पनि त गरेको थिएँ एकपल्ट। अब खानु छोड्न सकिएन। अब योपल्ट चाहिँ अब उमेरको हद पनि नाग्यो, छोड्ने विचार छ। त्यही कारणले आएको। भतिज बनाइदिए भइहाल्छ नि। ल।